समर्थकहरूले उनको कामबारे प्रत्यक्ष जानकारी पाउने गरेका छन्, तर सामाजिक सञ्जालमा आएका सबै प्रतिक्रिया एउटै प्रकारका हुँदैनन्। कसैले प्रशंसा गर्छन् भने कसैले आलोचना पनि गर्छन्। बालेन शाहलाई धेरै युवाले नयाँ पुस्ताको प्रतिनिधिका रूपमा हेर्छन्। युवाहरूको अपेक्षा छ कि नेतृत्वमा पारदर्शिता, जवाफदेहिता, प्रविधिको प्रयोग र दीर्घकालीन योजना हुनुपर्छ। बालेन शाहको उदयले धेरै युवालाई राजनीति र स्थानीय शासनप्रति चासो बनाउन प्रेरित गरेको भन्ने विश्लेषण पनि गरिन्छ। कुनै पनि जनप्रतिनिधिको कामको समीक्षा हुनु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। बालेन शाहका आलोचनाहरूले केही परियोजनाको कार्यान्वयन गति, विभिन्न निकायसँगको समन्वय र केही सार्वजनिक अभिव्यक्तिबारे प्रश्न उठाएका छन्। यद्यपि समर्थकहरूको तर्क भने फरक छ। उनीहरूका अनुसार पुराना समस्या समाधान गर्न समय लाग्छ र सुधारका प्रयासलाई निरन्तरता दिन आवश्यक हुन्छ। बालेन शाहको नेतृत्व शैलीलाई धेरै परिणाममुखी र कानुन कार्यान्वयनमा जोड दिने शैलीका रूपमा वर्णन गर्छन्। उनको बारम्बार सार्वजनिक रूपमा कानुन सबैका लागि समान हुनुपर्ने धारणा व्यक्त गरेका छन्। यद्यपि नेतृत्वमा दृढता र संवादबीच सन्तुलन कायम गर्नु पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यही विषयमा उनका समर्थक र आलोचक बीच फरक धारणा देखिन्छ। बालेन शाहको चुनावी जितले एउटा महत्त्वपूर्ण सन्देश दियो। नागरिकहरूले नयाँ अनुहार र नयाँ सोचलाई पनि अवसर दिन सक्छन्। यसपछि विभिन्न स्थानीय तह र अन्य निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारहरूबारे पनि व्यापक चर्चा हुन थाल्यो। यद्यपि स्वतन्त्र उम्मेदवारहरूको सफलता अन्ततः उनीहरूको कार्य सम्पादन, पारदर्शिता र जनविश्वासमा निर्भर रहने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। बालेन शाहको कार्यकाल उपलब्धि, चुनौती, प्रशंसा र आलोचना सबै पक्षले भरिएको यात्रा हो। कसैले उनलाई परिवर्तनको प्रतीक मान्छन् भने कसैले उनका केही निर्णय र कार्यशैलीमाथि प्रश्न उठाउँछन्। लोकतान्त्रिक समाजमा यी सबै दृष्टिकोणलाई तथ्यका आधारमा बुझ्नु आवश्यक हुन्छ। अन्तिम भागमा हामी बालेन शाहको समग्र मूल्याङ्कन, भविष्यका सम्भावना र उनले नेपाली समाजमा छोडेको प्रभावबारे चर्चा गर्नेछौँ। धन्यवाद। भिडियो मन परे लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।